हेलो नमस्ते जोडले सबैलाई यहाँहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। फेरि पनि यहाँलाई स्वागत छ मेरो युट्युब च्यानल मगर ब्लगमा। आज पनि तपाईहरुको माझमा नयाँ इन्फर्मेसन भिडियो लिएर आएको छु। यहाँले थाहा पाइसक्नुभयो आजको भिडियोको थम्बनेल र टाइटल हेरेर। हाल म चाहिँ रोमानियाबाट यहाँहरु सामु यस्तै रोमानियाको बारेमा इन्फर्मेसन भिडियो र ब्लग भिडियो लिएर आउने छु। यहाँहरु सामु मेरो च्यानललाई साथ र सपोर्ट र माया गरिदिनु होला भन्न चाहन्छु। अनि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई भिजिट गरेर मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई एक लाइक पनि दिनु होला। अहिले रोमानियामा चलेको 2-4 वटा एकदम पपुलर एपहरुको बारेमा तपाईहरुको माझमा कुरा गर्दै छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्दिनु होला भन्दै आजको भिडियो सुरु गर्ने छौं। आजको मिति 2025 जुन 20 मा चाहिँ कति दिएको छ गुगलले रेट हेर्ने छौं। म तपाईलाई देखाउने छु। आज चाहिँ गुगलले चाहिँ 31 रुपैयाँ 75 पैसा दिएको छु। अनि एप्सले चाहिँ कति दिन्छ तपाईलाई देखाउने छु। सुरुमा म तपाईलाई देखाउँदै छु एसी एपको। एसीले चाहिँ कति पैसा दिएको छ। अहिले एसीले चाहिँ 31 रुपैयाँ 50 पैसा दिएको छ भने कस्टमरहरुलाई चाहिँ बेला-बेलामा चाहिँ फ्री ट्रान्ज्याक्सन चाहिँ फ्री गरेको थियो। अहिले चाहिँ छैन। अनि अहिले चाहिँ तपाईले देखिसक्नु भयो 31 रुपैयाँ 50 पैसा छ। अनि यसमा भन्नुपर्दा चाहिँ यसको सर्भिस चार्ज चाहिँ 9 रुपैयाँ 49 पैसा लाग्छ। अब कुरा गरौँ रेमिटलीको। रेमिटलीले चाहिँ 31 रुपैयाँ 36 पैसा दिएको छ आजको रेट तपाईले देख्न सक्नुहुन्छ। तपाई पहिलोचोटि रेमिटलीबाट पैसा नेपाल पठाउँदै हुनुहुन्छ भने 50 रोन चाहिँ तपाईले फ्री ब्याक पाउनु हुनुहुन्छ भने ट्रान्ज्याक्सन पनि फ्री हुनेछ। तपाईले देखिसक्नु भयो आजको रेट चाहिँ रेमिटलीले दिएको चाहिँ 31 रुपैयाँ 36 पैसा छ। अनि यस्तै अर्को एप्सको बारेमा कुरा गर्ने छ। अर्को छ स्मिथले चाहिँ कति रेट दिएको छ हेर्ने छौं। अब कुरा गरौँ स्मिथको। स्मिथले चाहिँ तपाईको अहिलेको रेट चाहिँ 31 रुपैयाँ 54 पैसा दिएको छ। तपाईले देखिसक्नु भयो। अनि यसको चाहिँ सेवा शुल्क चाहिँ ट्रान्सफर नेपालमा चाहिँ ट्रान्सफर गरेको सेवा शुल्क चाहिँ 9 रुपैयाँ 49 पैसा काट्छ। अनि यस्तै अर्को कुरा गरौँ वाइजको। वाइजले चाहिँ कति दिन्छ हेरौँ है। वाइजको पनि वाइजको हेर्ने छौं। वाइजको चाहिँ तपाईले 31 रुपैयाँ 14 पैसा देखाएको छ। तपाईले देख्न सक्नुहुन्छ। अनि तपाईले 2000 पठाउँदा चाहिँ तपाईको नेपालमा चाहिँ 62,280 चाहिँ जाँदो रहेछ। यसको सर्भिस चार्ज चाहिँ तपाईको 5 रुपैयाँ 49 पैसा हो। अब यस्तै अर्को एप्सको कुरा गरौँ तपाईको ओल्ड रिमिटको। ओल्डले चाहिँ कति दिन्छ हेरौँ है त। अर्को एपको बारेमा कुरा गर्ने छौं। ओल्ड रिमिटको तपाईको सर्भिस चार्ज चाहिँ 5 रुपैयाँ 49 पैसा लाग्छ भने यसको रेट चाहिँ 30 रुपैयाँ 80 पैसा छ। देख्न सक्नुहुनेछ तपाईहरुले। चाहिँ हालसालै चलेको रोमानियामा चाहिँ एप्स पैसा पठाउने एप चाहिँ ट्याप हो। यसबाट चाहिँ तपाईले नेपाल पैसा पठाउँदाखेरि चाहिँ तपाईले चाहिँ 125 रुपैयाँ एड भएर जान्थ्यो भने तपाईको जुन साथीको तपाई प्रोमो कोड युज गर्नुभएको छ उस साथीलाई नि 150 रिफर हुन्थ्यो बोनस। अहिले चाहिँ घटेर चाहिँ तपाईले 50 रुपैयाँ प्लस भएर जान्छ। अनि तपाईको जुन साथीको तपाई प्रोमो कोड युज गर्नुभएको छ त्यो साथीलाई चाहिँ 25 रुपैयाँ चाहिँ बोनस जान्छ है। फिडब्याक बोनस पाउनु हुनेछ। अहिलेको रेट चाहिँ ट्यापको चाहिँ 31 रुपैयाँ 75 पैसा छ। तपाईले देखिसक्नु भयो यहाँ माथि मैले राखिदिएको छु। आजको भिडियो कस्तो लाग्यो यहाँ सामु यस्तै भिडियोहरु म रोमानियादेखि तपाईहरु सामु लिएर आउने छु। अनि भिडियो मन परेमा लाइक र शेयर र सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट छुटिन चाहन्छु। यहाँहरुको माझमा फेरि पनि अर्को भिडियो लिएर आउने छु। हस्त नमस्ते। भिडियो हेर्दिनु भयो यहाँलाई धेरै धन्यवाद। फेरि आगामी भिडियोमा भेट्ने बाचा गर्दै यहाँ सामु छुटिन्छु। हस्त नमस्ते जोडले बाइ बाइ।